बालबालिका स्कुल पठाइदियो भने हाम्रो जिम्मेवारी सक्यो जस्तो लाग्छ। अर्थात् बालबालिकालाई सुधार्ने, बालबालिकाका झमेला बेहोर्ने, तिनका अनेक थरी प्रश्नको जवाब दिने र तिनको चकचकमा बेहोर्न हामीलाई लगभग धेरै प्रयास छैनौँ। हामी त्यो जिम्मेवारीबाट सफल छुटकारा चाहन्छौँ। तर बालबालिकाहरूलाई ती सबै खालि जिम्मेवारीमा टाढा राखेर हामी राम्रो संस्कार दिलाउन कहिले गाह्रो हुन सक्छ। बच्चालाई माया दिएर, बालबालिकालाई खाना दिएर, बालबालिकालाई पढ्न पठाएर मात्रै हाम्रो जिम्मेवारी पुरा हुँदैन। बालबालिकालाई हाम्रो समय पनि चाहिन्छ। हाम्रा अधिकांश आमा बुवाहरू व्यस्त हुनुहुन्छ, काम गर्नुपर्छ, तर बालबालिकाको लागि दैनिक 15 मिनट 20 मिनट समय हुन्छ कि हुँदैन? बच्चाले सोध्ने प्रश्नको जवाब हामी दिन सक्छौँ कि सक्दैनौँ? बेलुका एकछिन दिनभरि बालबालिकाले के सिके भनेर एकछिन समीक्षा गर्न मिल्छ कि? त्यो समय छुट्याउन सक्छौँ कि? त्यो कुराले बालबालिकालाई हाम्रो आत्मीयता जोड्छ। अहिले धेरै अभिभावक र बालबालिकाको बिचमा ग्याप छ, दूरी छ। त्यो दूरीले बालमैत्री वातावरण घर घरमा निर्माण गर्न सकेको छैन। बालमैत्रीपूर्ण वातावरण भनेको बालबालिकालाई नजिकबाट चिन्नु हो, बुझ्नु हो। यी त हाम्रो अहिले ग्रेजुएसन भएका साना बच्चा हुनुहुन्छ। अब बालबालिका हुर्किँदै जाँदा अभिभावकका चुनौती थपिन्छन्। बालबालिकाहरू दुर्व्यसनमा लाग्छन्, बालबालिकाहरू तुलन्तमा लाग्छन्, बालबालिकाहरू गलत बाटोमा लाग्छन्, अभिभावकलाई थाहा हुँदैन। हाम्रा बालबालिका एकै दिनमा दुर्व्यसनी त हुँदैन होला, एकै दिनमा बच्चा बिग्रिन त हुँदैन होला। त्यो बिग्रिनको लामो समय लाग्छ। त्यतिन्जेल आमालाई किन थाहा भएन? अभिभावकलाई त्यतिलाई किन जानकारी भएन? एकमात्र प्रमाण हो अभिभावक र बालबालिकाको बिचमा ग्याप छ। अभिभावक र बालबालिकाको बिचमा कुरा हुँदैन। हामी बालबालिकाको गतिविधि बारेमा जानकार छैनौँ। हामी विद्यालयमा गएर बालबालिकाको बारेमा कतिको बुझ्छौँ, घरमा एकपल्ट हामी बालबालिकाको गतिविधि कतिको निहालेर हेर्छौँ। यो हरेक कुराले बालबालिका र अभिभावकको बिचको दूरी जतिसक्दो कम गर्न सक्यो भने त्यसले बालबालिका राम्रो बनाउन अभिभावकको दायित्व पुरा गर्न सहज हुनुहुन्छ। सबै जिम्मेवारी शिक्षकको मात्रै हुँदैन र सम्भव पनि छैन। अनि देख्नुभयो, यदि सयौं बालबालिकाहरूलाई एउटा शिक्षकले जिम्मेवारी बोकेर सबैको हरेक गतिविधिहरू निहालेर, हरेक व्यवहारहरू हेरेर छुट्टा छुट्टै व्यवहार गर्न निकै चुनौतीपूर्ण छ नि। तर घरमा त 4-5 जना परिवारमा एउटा बच्चा, दुईवटा बच्चा हो नि त। त्यत्रो परिवारले बच्चाको हरेक गतिविधि किन ननिहाल्ने, किन निगरानी नगर्ने? त्यो अभिभावकको दायित्व पुरा हामीले गरिरहेका छौँ कि छैनौँ भन्ने कुरा हरेक परिवारले समीक्षा गर्न जरुरी छ।